नमस्ते, म कृष्ण भारद्वाज। तपाईहरुलाई मैले आइतबार र सोमबारका बारेमा बताइसकेको छु। के गर्ने के नगर्ने सक्यो। अब आउनुस् मंगलबार। मंगलबार भनेको गणपति, सबैलाई थाहा नै छ। श्री गणपतिज्यूको उपासना गर्ने समय अथवा हनुमानजीलाई उपासना गर्ने समय, हनुमानज्यूको। यदि तपाईहरुले गणपति अथवा हनुमानजीको उपासना गर्नुहुन्छ भने तपाईको यदि शनिको महादशा छ भने त्यसबाट पनि जोगिन सक्नुहुन्छ है, लाभ प्राप्त हुन्छ। मंगल बिग्रेको छ तपाईको चिनामा भन्देखि पनि के गर्छ त भन्दा त्यसले फाइदा गर्छ। उपासनाले सन्तानमा सुख प्राप्त हुन्छ। अब कसरी गर्ने त भन्दा बिहान सबेरै उठ्ने, स्नान गर्ने सकेसम्म, त्यसपछि रातो कपडा सकिन्छ लगाउने, नभए सफा कपडा लगाउने। हनुमानजीको पनि त्यही नै हो। अनि त्यसदेखि उपरान्त बसेर पूर्व अथवा उत्तरपट्टि फर्केर अथवा ईशान कोणमा फर्केर, उत्तर अथवा पूर्वको बीच हो त्यो कोण, त्यो कोणमा फर्केर के गर्ने भन्दाखेरि सामान्य आफ्नो विधि अनुसार पूजा गर्ने। पूजा गरिसकेपछि सकिन्छ गणेशजीलाई दुबो, लड्डु, मेवा चढाउने, भोग लगाउने भने हनुमानजीलाई चाहिँ रातो फूलले, रातो अक्षताले के गर्ने त पूजा गर्ने अथवा सिन्दुरले भगवानलाई चढाउने, सुन्दर चढाउने हनुमानजीलाई र उपासना गर्ने। अब मैले तपाईहरुलाई के त भन्दा गणेशजीको र हनुमानजीको उपासना गर्ने बारे बताइसकेको छु सामान्यतया। त्यसपछि अब खानेकुरा, मांस मदिरा खानु हुँदैन, किनभने मांस मदिरा भनेको के हो त भन्दाखेरि शनि हो। भने मंगलबार र शनिबार भनेको के हो त, मंगल र शनि शत्रु हुन्, प्रयोग गर्नु हुँदैन। तपाईको स्वास्थ्यलाई पनि हानि गर्छ र परिवारलाई पनि हानि गर्छ। अर्को कुरा छ, प्लट जग्गा किन्दै हुनुहुन्छ, गृह प्रवेश गर्दै हुनुहुन्छ भने त्यो दिन पनि हुँदैन। अर्को कुरो छ, पिपलमा तपाईले के गर्नु भन्दा रातो फूलले, जलले पूजा गर्नुस्, एकदमै फाइदा गर्छ। त्यसपछि रातो कपडा लगाउनुस्, त्यो दिन रातो लगाउनुस्, राम्रो हुन्छ। अर्को कुरा के छ थाहा छ, यात्रा गर्दै हुनुहुन्छ तपाई, यदि पश्चिम अथवा उत्तर यात्रा गर्दै हुनुहुन्छ भने हुँदैन है, हुँदैन। किन थाहा छ, यात्रै बिग्रिन्छ त किन हिँड्ने त नि? हिँड्यो भने ठिक छ, सक्खर खाएर हिँड्नुस्, राम्रो हुन्छ। फेरि नङ काट्दै हुनुहुन्छ, कपाल काट्दै हुनुहुन्छ, ओहो त्यो त झन् हुँदै हुँदैन, त्यो नगर्नुस्। अर्को कुरो, नीलो रङ लाउनुहुन्छ भने त्यो दिन लाउनु हुन्न है। त्यसपछि हवन गर्दै हुनुहुन्छ घरमा, त्यो पनि हुँदैन। अर्को कुरा, नयाँ कपडा किन्ने काम त गर्दै नगर्नु, धारण त गर्दै नगर्नु, लगाउने पनि काम नगर्नु। तर औषधि किन्न मिल्छ, औषधि किन्नुस्, त्यो दिन औषधि खानुस्, एकदमै फाइदा गर्छ। यदि तपाई कुनै पनि ठाउँबाट बिदाई हुँदै हुनुहुन्छ मंगलबार, हुँदैन है, हुँदैन, त्यो पनि हुँदैन। रातो गाईलाई तपाई के गर्नुस् भन्दा भोजन गराइदिनुस्, तपाईको लाभै लाभ। त्यसपछि अर्को कुरा, चना र गुड हनुमानजीलाई भोग लगाउनुस्, आफू पनि सेवन गर्नुस्, फाइदा गर्छ। भने पछाडि मंगलबार त धेरै कुरा ख्याल गर्नुपर्ने रहेछ नि। धन्यवाद।